रवि लामछाने र बालिन शाह मिलेर अब देश हाँक्ने भएका छन्। रासोपाका रवि लामछानेले बालिन शाहलाई प्रधानमन्त्री बनाउने र आफू रासोपाका केन्द्रीय सभापति नै रहने र चुनाव चिन्ह घण्टी नै प्रयोग गर्ने भएका छन्। आज हामी नेपाली राजनीतिक थलोमा नयाँ मोड परिवर्तन ल्याउने एक महत्त्वपूर्ण घटनाको कुरा गरिरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाको मेयर बालिन शाह बीच भएको एकताबद्ध सम्झौताले अहिले राजनीतिक वृत्तमा ठूलो चर्चा पाएको छ। यो सम्झौता किन भयो, यसको मुख्य मुद्दा के छन्, आजको यो भिडियोमा हामीले पूरा विवरण, व्याख्या र राजनीतिक अर्थ सरल भाषामा बुझाउने छौँ। नेपालको राजनीतिक लामो समयदेखि भ्रष्टाचार, अस्थिरता र जनअपेक्षा विपरीतको निर्णयले आलोचित हुँदै आएको छ। यही अवस्थामा 2079 को स्थानीय निर्वाचनपछि बालिन शाह एक स्वतन्त्र र वैकल्पिक नेतृत्वको प्रतीक बने। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पनि भ्रष्टाचार विरुद्धको अभियान, सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारासहित उदायो। यिनै साझा एजेन्डाहरूको कारण दुवै पक्षबीच एकता र सहकार्यको आवश्यकता महसुस भयो। एकता सम्झौता किन आवश्यक भयो? पुरानो राजनीतिक शैलीलाई तोड्नु, जनमुखी शासन प्रणाली स्थापना गर्नु, भ्रष्टाचार र कुशासनको अन्त्य गर्नु, वैकल्पिक राजनीतिक शक्तिलाई बलियो बनाउनु। दुवै पक्षले महसुस गरे अलग अलग लड्नुभन्दा एक भएर लड्दा परिवर्तन सम्भव हुन्छ। र रवि लामछाने र बालिन शाह भनेको देशले खोजेको र जनताले रोजेको व्यक्तिहरू पनि हुन्। त्यसैले रवि लामछाने र मेयर बालिन शाहले देशमा आमूल परिवर्तन ल्याउन, भ्रष्टाचार विरुद्ध अन्त्य गर्न, राजनीतिक थलोमा परिवर्तन ल्याउन, युवा शक्तिलाई जागृत गराउन र एकताबद्ध रूपमा अगाडि बढ्न सम्झौता गरेका हुन्। फागुन 21 गते हुन गइरहेको निर्वाचनमा सबैले रुचाएको मेयर बालिन शाहलाई प्रधानमन्त्री बनाउन सहमत हुनुहुन्छ कि पुरानै पार्टीका व्यक्तिलाई ल्याउन चाहनुहुन्छ? कृपया प्रतिक्रिया दिनुहोला।